सिँचाइ चाहिँ पछि नै भएको हो। हामी कहाँ चाहिँ यो जलवायु परिवर्तनको नियम भनेर 2019मा बल्ल बन्यो हैन। त्योभन्दा अगाडि चाहिँ ठिक त थियो हाम्रो वातावरण सम्बन्धी हैन इम्प्याक्ट असेसमेन्ट भन्छौँ हामी, यिनीहरूमा चाहिँ मेन्सन गरेको छ। त्यस्तै गरेर यताउता वन माहौल भने जस्तो वनतिर हैन त्यतातिर मेन्सन गरेको छ भने, तर ठ्याक्कै यसैलाई नै टार्गेट गरेर भनेर चाहिँ हामी कहाँ 2075 सालमा बल्ल बन्यो है। त्यहाँबाट बल्ल आयो। तर त्यो भनेर हामी चाहिँ सेन्सिटिभ चाहिँ गभर्मेन्ट नभएको चाहिँ होइन। हामी चाहिँ यो क्षेत्रमा चाहिँ जब चाहिँ वातावरणलाई 2072मा सन् 2072बाट सुरु भएकोमा हामी चाहिँ एज अ कन्ट्री चाहिँ मेम्बरै छ होइन। र यो क्लाइमेट चेन्जको पनि हरेक क्लाइमेट चेन्ज कोलिसन, पेरिस एग्रिमेन्ट सबैमा चाहिँ हामीले पार्टिसिपेट गरेकै छौँ। तैपनि हामी चाहिँ लेलिसी भएकोले चाहिँ हामी चाहिँ एनेक्स 1 कन्ट्री, त्यसलाई अझै इलाबोरेट युवाजीले गर्नु होला भनेर छौँ। जहाँ चाहिँ अघि उहाँले भने जस्तै हामी सानो कन्ट्री, हामीले चाहिँ हरित गृह ग्यास चाहिँ अरूको तुलनामा थोरै नै छौँ। तर पनि हामीले बुझ्नुपर्ने चाहिँ तर हामी चाहिँ बढी भल्नेबल र इफेक्ट भएको कारणले गर्दाखेरि हामीले पनि यो क्षेत्रमा चाहिँ अझ सोच गरेर अरूसँग मिलेर जानुपर्छ भन्ने छ। त्यसैले चाहिँ हामीले चाहिँ यो युएन को चाहिँ UNFCCC भन्छ हाम्रो, त्योसँग मिलेर चाहिँ सँगसँगै कामहरू चाहिँ गरेका छौँ। जस्तो हालै चाहिँ हामीले चाहिँ के निकालेका छौँ भने, जस्तो एउटा छ हाम्रो हरित गृह कति उत्सर्जन हुन्छ भन्ने चाहिँ रिपोर्टिङहरू गर्नुपर्छ। अब विकसित देशलाई चाहिँ कम्पलसरी छ भने हाम्रो जस्तो एनेक्स 1 कन्ट्री भन्छ, हामीलाई चाहिँ गर्नुपर्छ तर नट लाइक अ कम्पलसरी। तैपनि हामीले गरेका छौँ। हाम्रो चाहिँ थर्ड नेसनल कम्युनिकेसन रिपोर्ट भनेर आएको छ, गभर्मेन्टले बुझाइएको छ। त्यस्तै गरेर यसैमा बसेर भर्खरै हाम्रो चाहिँ बाइनल रिपोर्ट भनेर अपडेटेड क्लाइमेट चेन्जको कस्तो छ, यसको प्रभाव के छ, हामीले कसरी जानुपर्छ भन्ने छ, निस्केको छ 2025 लास्ट इयर मेमा भएको हो भने। त्यस्तै गरेर NDC भनेर नेसनली डिटर्मिन्ड कन्ट्रिब्युसन भनेको चाहिँ हामीले चाहिँ कसरी चाहिँ यो जलवायु परिवर्तनलाई चाहिँ अहिले भने जस्तो हामी धेरै नै भल्नेबल छौँ र हामीमा धेरै इफेक्ट पर्छ किनभने हाम्रो स्रोत साधन छैन। तर यसलाई चाहिँ हामीले चाहिँ कसरी जुर्ने छ, एडप्टेसन सङ्कुलन भन्छ नि, हामी अनुकूलन सङ्कुलन गरेर कसरी जान सक्छौँ र कुन क्षेत्रलाई लिएर चाहिँ हामीले रोड म्याप जस्तो भनेर कन्ट्रिब्युसन कति छ र त्यसलाई चाहिँ 2045मा गएर हामी चाहिँ जेरोमा कसरी जाने, इमिसन हाम्रो इमिसन जुन चाहिँ थोरै भए पनि अहिले बढ्दै गएको हामी पनि घटाउने र त्यो साथै अरू देशहरूको जस्तो विकसित देशहरूसँग चाहिँ हातोमालो गरेर उहाँहरूको चाहिँ कन्ट्रिब्युसन यहाँ ल्याएर चाहिँ हामीले चाहिँ आफ्नो डेभलपमेन्ट चाहिँ गर्ने भन्ने छ। यसैको सेरोफेरोमा यसपालिको तपाईँले भने जस्तो वातावरण दिवसको पनि नारा यसैमा छ। यसपालिको हाम्रो चाहिँ समृद्धि, हाम्रो आधार जलवायु र प्राकृतिक नियम भन्ने छ। भन्नुको मतलब अहिले चाहिँ संसारभर चाहिँ प्रकृति र नेचुरल सल्युसनलाई लिएर जाउँ भन्ने छ। हामी जस्तो देशमा पहिल्यैदेखि त्यो गरिराखेको हो। हामी जब आज कम्पोस्टिङ भन्छौँ होइन, त्यो सबै हामीले जमानादेखि गरिरहेको हो कि चिज, हामीले छोडेका थिएनौँ। तर पछिल्लो उसमा चाहिँ अरूहरूको लिएर हामीले चाहिँ त्यसलाई बिर्सदै गऱ्यौँ। तर अहिले आएर चाहिँ त्यो नै घरहरू पनि हाम्रो चाहिँ पहिला नेचुरली नै हाम्रो कुलिङ सिस्टम थियो, ठुल्ठुलो होइन, हाम्रो वालहरू हुन्थ्यो, हाम्रो कहाँ एसी चाहिन्थ्यो, कहाँ पङ्खा चाहिन्थ्यो पहिला होइन, त्यो हाम्रो आफ्नै सिस्टम थियो, ब्याम्बुहरू युज गर्ने। त्यो नै अहिले चाहिँ युज गरेर चाहिँ कसरी चाहिँ अनुकूलन गर्ने भन्ने चाहिँ यस्तो चाहिँ अहिले चाहिँ गभर्मेन्टले नगरे होइन, त्यो चाहिँ टार्गेट चाहिँ बनाएको छ। म फेरि आउँछु। आयोजकले मलाई 5 मिनट